Hello and namaste everyone. Finally, हजुरको आफ्टर 3 long days को वेट पछि मेरो रोनाल्डोसँग चाहिँ उयो भयो। रोनाल्डो एकदम गिगान्टिक, एकदमै ठुलो हात्तीहरूमा वाइल्ड हात्ती मैले यत्रो वर्ष देखेको अनुसारले एकदमै ठुलो हात्ती रहेछ है। उसको चाहिँ एकदमै बिग टस्कहरू पनि जिउ पनि एकदमै ठुलो हेभी साइज रहेछ। र ब्याड लकले उसको दुर्बीसँग पहिला धेरै वर्ष अगाडि फाइटमा चाहिँ उसले आफ्नो पुच्छर लुज गरेको थियो। त्यो पुच्छर इन्फेक्टेड भयो चाहिँ त्यो पुच्छर चाहिँ मैले जहाँसम्म बुझेँ त्यो चाहिँ काटेर चाहिँ हाल्नु परेको थियो अरे भनेर सुनेको थिएँ। घाउ भएर इन्फेक्सन भएर कुहिएर झरेको थियो अरे। उनीहरू चाहिँ एकदमै ठुलो अनि ऊ चाहिँ एकदम एक्टिभ पनि हात्ती भएको सुनाउनु परेको थियो। अहिले चाहिँ उसको यो माद भन्छ क्या उनीहरूको चाहिँ आँखाको साइडमा त्यहाँ हुन्छ त्यहाँबाट लिक्विड जस्तो बगिरहेको हुन्छ। मैले भिडियो पनि देख्दा हुन्छ। यो माद चाहिँ गएर उसको मुखभित्र छिर्यो भने हात्ती चाहिँ एकदम क्रेजी क्रेजी हुने चाहिँ हुन्छ नि त्यो हर्मोन जस्तै टाइपको है। जब यो टाइममा चाहिँ जब हुन्छ सेक्सुअली अराउज हुन्छ एक्टिभ भएको हुन्छ त्यो बेलामा चाहिँ यो माद बगिरहेको हुन्छ। यो बेलामा चाहिँ त्यसपछि उसले आफ्नो फिमेल पार्टनरहरू खोजेर ऊ जङ्गलबाट चाहिँ यता आउँछ। यहाँ चाहिँ डोमेस्टिक एलिफेन्टहरू राख्ने हुँदाखेरि यो ठाउँमा चाहिँ हात्ती सहरमा चाहिँ सबै फिमेललाई चाहिँ उसले मेट गर्छ। उसको चाहिँ लगभग यहाँको 90% बच्चा उसकै नै हो। उसले चाहिँ आएर मेट गर्ने र 9-10 दिन 11 दिन जति उसले पुर्ने। अनि हालसाल चाहिँ यसमा एकदमै फिमेलहरू मात्र मेटिङको लागि प्रवृत्त भएको भएर त्यति बिधि एक्टिभ छैन। पुच्छरको भाग चाहिँ टोटली ड्यामेज भएर पुरै पुरा चाहिँ भइसकेको तर उसको पुच्छर चाहिँ एउटा पनि छैन। सानो जरा पनि छैन पुच्छरको चाहिँ। अनि ऊ चाहिँ आफ्नो चोइसले आएर फिमेलहरूसँग इन्टिमेटको लागि उसले चाहिँ फिमेलहरूसँग खेलिरहँदो रहेछ। त्यहाँ भएको चाहिँ बच्चा भएको फिमेललाई उसले खासै बदर गर्दैन रहेछ। सिङ्गल फिमेललाई चाहिँ उसले गएर चाहिँ आफ्नो पार्टनरको लागि चाहिँ गर्ने रहेछ। उनीहरूको खाना चोरेर खाने एकदम म्याक्सिमम् चिज चाहिँ उसले खाना एकदम बढी चोरेर खान खोज्दो रहेछ। नयाँ ल्याएको घाँसहरू पानहरू त्यो हात्तीलाई चाहिँ एउटा क्याप्सुल जस्तो बनाइएको हुन्छ त्यसमा चाहिँ उसले एकदम लभ गर्दो रहेछ। रोनाल्डो टु बिग एकदम नपत्याउँदो साइज रहेछ उसको एकदमै युज लगभग उसले चाहिँ 20जना मान्छे मारिसकेको छ अहिलेसम्म। उसले चाहिँ 20जना मान्छे मारिसकेको छ। ल उसको चाहिँ यो चाहिँ एउटा फिमेलसँग मेटिङ भएको हो भिडियो हो। यो चाहिँ उसले चाहिँ आएर त्यो ग्रुपमा एउटा सिङ्गल फिमेलले चाहिँ मेट गरेको छ। उसले चाहिँ आफ्नो आएर मेटिङ गरिसकेपछि त्यो आफ्नो जेनेटिकल्ली त्यो बच्चालाई चाहिँ सेभ गर्नलाई ऊ त अस्ति 11 दिन चाहिँ कुरेर बस्दो रहेछ। उसले चाहिँ नछोड्ने फिमेललाई अरू मेलले आएर चाहिँ उसलाई ओभरल्याप नगरोस् भनेर ऊ आफ्नो मेटिङ चाहिँ कुरेर बस्दो रहेछ। यो टाइम चाहिँ एकदम रिस्की पनि हुने हुँदो रहेछ। इन्टरकोर्सको टाइममा उसले डिस्टर्ब फिल गरेको हुन्छ उसले इजिली भयो भने उसलाई केही पनि नै होइन एकदम हाइपर एक्टिभ पनि हुन्छ। उसले चाहिँ त्यो फिमेलहरूको खानाहरू सबै चोरेर लान्छ चोरेर लान्छ चोरेर चाहिँ उसले आफूले बोकेर मजाले खाइदिने उसको आफ्नो मन मर्जी रहेछ क्या। उसले चाहिँ घाँस पराल सबै त्यतिबाट काटेर ल्याएको चाहिँ उसले इन्जोय गर्ने रहेछ। उसको आफ्नै ताल छ त्यहाँ उसको आफ्नो राजगज छ। अहिले उसको एरियाको टेरिटोरियल डिस्प्युट पनि चलिरहेको रहेछ। अहिले आफ्नो नयाँ हात्ती पनि देखा परेको छ अरे चरामा अहिले। यो बिचको चाहिँ अब जाने नै मिलेन भने चाहिँ झगडा झगडा पर्न सक्ने पनि चान्सेस हुन्छ। रोनाल्डोको चाहिँ मैले सकेको जति इन्फर्मेसन